कस्तो पनि 30 वर्षदेखि के भयो थाहा छैन भर्खर कति भयो 2 महिना भयो भएको छैन के हिरो भएर भाइ तिमीहरू होल्ड गर तिमीलाई के गर तिमीहरूले पनि यसो गर मेरो सल्लाह सुझाव देऊ होल्ड गर्दिन के यदि तपाईहरुसँग जग्गा छँदै छैन भने सर्वसाधारणहरूलाई चाहिँ ब्रेक कुट्दै हाल्नु पाइन्छ यो कानुनी राज्य होइन यो कसैको लागि ठुलो कानुन कसैको लागि सानो कानुन भन्ने हुन्छ कि त स्टेट विघटन गर्नु पर्यो यत्रो स्टेट मेकानिजमले को सुकुम्बासी र को सुकुम्बासी हो र को सुकुम्बासी होइन भनेर छुट्याउन सक्दैन भने स्टेट भगाएर छुट्याउने भन्ने पनि हुन्छ मैले डेटा दिनु पर्यो खोइ कहाँ छ छुट्याएको खोइ तपाईसँग एभिडेन्स त्यो कारण बारे मैले अझै बृहत रूपमा छलफल गर्नुपर्ने छ तर अहिलेको लागि त्यो कारणहरू छन् या छैनन् भन्ने कुराले यो कुरा गलत हो कि सही भन्नेसँगको रेलेभेन्स छ जस्तो चाहिँ मलाई लाग्दैन मलाई दुःख लाग्यो दिक्क लाग्यो त्यही भएर मेरो नाम सुमित म काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङमा इलेक्ट्रोनिक्स इन्जिनियरिङ पढ्छु सरकारले व्यवस्थित बनाउँछु भन्नु ठिक हो तर व्यवस्थित बनाउँछु भन्नेको नाममा मान्छेहरू खाँदै गरेको भात पुखाइदिएर उजाड पार्नु भेटिन्छ तपाईँ पनि सुकुम्बासी नै हो होइन जस्तै यो सुकुम्बासीको समस्या चाहिँ भनौँ न यो एउटा ठाउँबाट चाहिँ अर्को ठाउँमा सार्ने जसरी मात्र बुझिन्छ चाहिँ एउटा घर दिने जसरी मात्र बुझिन्छ तर त्यो जीविकोपार्जनको पाटो चाहिँ कसले हेर्छ भन्ने काम मान्छेले सुकुम्बासीले के काम गरेर चाहिँ आफ्नो जीविकोपार्जन गरिरहेको छ भन्ने यहाँ चाहिँ हामीले अध्ययन गरेका छौँ कतिजनाले सोचेको छु तपाईँ होइन कुनै एउटा नयाँ ठाउँमा सार दिने होइन टाढा कुनै ठाउँमा सार दिने अनि उसले आफूले पैसा कमाएर चाहिँ कसरी खाने कसरी चाहिँ भात बनाउने भोलिको खानाको चिन्ता छ यहाँको सुकुम्बासीलाई होइन एउटा घर दिएर मात्र हुन्छ यहाँनिर गाँसबास कपासको व्यवस्थापन गर्छु तर जो चाहिँ सुकुम्बासी सक्कली सुकुम्बासी हो तिनीहरूको चाहिँ छुट्याएर मात्र चाहिँ सरकारले गर्छु भनिरहेको सरकारले सुरुमा गरोस् न गर्यो छुट्यायो उसले पहिलो कुरा छुट्यायो गरौँ सरकार सुरुमा डोजर हान्न लागेको छ डोजर हान्न लागिसकेको छ हजुर असली सुकुम्बासीको निवेदन आह्वान गरेको छ होइन अनि डोजर पनि हानिरहेछ नि त डोजर पनि हानिरहेछ सुरुमा भगाउने कहाँ जाने कुरा थाहा छैन तपाईँ मलाई होइन क्या डोजर अहिले मात्र हानेको होइन नि त महानगरपालिकाको नेतृत्व गर्दा पनि बालिन सार देखिरहनु भएको तर सुकुम्बासीले आफ्नो व्यवस्थापन पनि त गर्नु पर्थ्यो आफ्नो डाटा दिनु पर्थ्यो यहाँ सरकारको मात्र गलत होइन सुकुम्बासीको पनि गलत छ नि बारम्बार अहिले मात्र होइन बाबुराम भट्टराईको पालादेखिबाट सुकुम्बासीलाई व्यवस्थापन गर्छु भन्दा सुकुम्बासीलाई अटेर गर्नु चाहिँ सही कि गलत तपाईँको अटेरी गर्नु भने के हो के कस्तो हो के मैले पुरै यहाँ सुन्नु न मलाई यहाँ आएर मेरो यहाँ आएर यसरी गफ हान्नु मेरो प्रिभिलेज हो गफ भन्दा नि यसरी कुरा गरेर पाउनु मेरो प्रिभिलेज हो होइन मलाई मेरो आमा बाबाले त्यहाँनिर घरमा कमाएर खाना दिएको छ नि त्यही भएर यहाँ आएर मैले गफ गरेर पाइरहेको छु यहाँको सुकुम्बासीले आज एक दिन हस्पिटल जानु पर्यो भने त्यो दिनको काम छोडेर जानुपर्छ क्या त्यो कुरा तपाईँहरू बुझ्नुहोस् त्यो दिनको काम छोडेर त्यहाँ जानुपर्छ काम नगरेपछि उनीहरूको आज भोलि के खाने भन्ने कुरा आज काम नगरेपछि भोलि के खाने थाहा हुँदैन होइन मैले तपाईँको कुरा अघि सुनिसकेको म तपाईँको कुरा सुन्दिनँ त्यो व्यवस्था हुन्छ हैन मैले के भने त्यहाँ व्यवस्था हुन्छ यो अरूहरुको छ नि यो यहाँ किन यो जम्मा भएको सुकुम्बासी थाहा छ यो तपाईको आन्दोलन गर्नलाई मान्छे छ हैन त्यो गर्नको लागि नै यहाँ मान्छेहरु राखेको हो के त्यो दुईटा पार्टीको मान्छेहरु यो यथार्थ सुकुम्बासी होइन भन्न खोज्नु मान्छे चाहिएन अब उहाँलाई पार्टीको तपाईले दुईटा पार्टी भन्नु पार्टीको पहिला चुनाव जाँदाखेरि तपाईहरु पनि रिपोर्ट गरे आयो एउटै दुईटा फरक पार्टीकोमा एउटा अनुहारको मान्छे भेट्नु भएको छ यदि रिपोर्टरलाई म सोच्छु भेट्नु भएको छैन छ हैन अब मैले के भन्न खोजेको भन्दिन उहाँहरुले गर्छ ल काम गर्छ उहाँहरु जो ल कतै लगेर राख्छ त्यहाँ उहाँलाई एउटा कारखाना खोल्दिनी सरकारले सोच्दैन त्यति लगेको सरकार बौला हो यत्रो के सोच्न सक्ने अहिले संसारको गण्यमान्य हाम्रो अर्थमन्त्री हुन्छ उहाँले सोचेको छैन फ्याक्ट्रीको बारेमा केही सोचेको छैन तपाई हेर्दै जानुस् न मैले भने आइसियुमा भएको मान्छे छ
दौडाउनु सक्दैन सास फेरेको छ सास फेर्नु भनेको देशको लागि सुशासन हो सुशासन कायम भइरहेछ कस्तो पनि यत्रो 30 वर्षदेखि के भयो थाहा छैन भर्खर कति भयो 2 महिना भयो भएको छैन के हिरो भएर भाइ तिमीहरू होल्ड गर तिमीलाई के गर तिमीहरूले पनि यसो गर मेरो सल्लाह सुझाव देऊ होल्ड गर्दिन के सुझाव देऊ गर्दिन किन होल्ड सुझाव देऊ न भने सुझाव दिइराख्नु तिम्रो घर सब काठमाडौँ घर आएर भत्केको छैन नि त अनि हटाउनु अनि यहाँ चाहिँ सामान झिक्न पाउनुभयो हजुर त्यो सामान त झिके कहाँ राख्नु भएको छ सामान त्यो सामान चाहिँ पुलिस गाडीमा चाहिँ गएको छ त ए प्रहरीले लिदियो प्रहरी पनि लिएको छ ए अब कहाँ बस्ने भनेको छ हजुरलाई म त अब वास्तवमा भन्ने हो भने अब आफै खोजेर बस्छु कोठा नपाइन्छ त्यो सानो कसरी होस् हजुर अनि आफै कस्तो लाग्यो यो सरकारको काम यो तपाईँहरूको बस्ती भत्काउने काम चाहिँ अब खै कसको लागि भनौँ या स्थानीय सरकार होला अथवा केन्द्रीय सरकार होला के होला होइन हामी त उसै भट्के मलाई त त्यति इन्ट्रेस्ट चाहिँ छैन यहाँ बस्नु लागि मेरो सारा छोरी कोही यहीँ बसेर कोठाबाट पैसा जम्मा पारेर तिरिस उठाइहाल्यो हामी बुढी पनि 18 हजार हजुर हामी बुढाबुढी अलि मैले खान पुगिहाल्छ यहाँ बसिन्जेल त पुग्यो अब चाहिँ पुग्छु थाहा छैन गुजारो राम्रै हजुरलाई समस्या छैन कोठामा बस्न होइन अब सबै मिलेर हेऱ्यो भने त 10-15 हजार बाबाहरूले अब के सामान छुटाउनु भयो तपाईँले त्यहाँभित्र के खासै मेरो सामान त केही पनि छैन म 4 बजी आफै उठेर बच्चाहरूलाई सबै पढाएर सामान बाहिर निकाल्नु भ्याइसकेपछि अनि प्रहरीहरू आइसकेपछि त्यो सामान प्रहरीले अनि लिएर जानुभयो यतातिर घुमिरहेको मेरो सानो 2टा कुकुर छ क्या तल छेउमा ढाकाको खोरमा थियो खोरमा राखेर त्यहाँ चाहिँ पस्नु पाएको छैन त्यही चाहिँ चिन्ता जस्तो कुकुर छुट्यो है सानो त्यसलाई चाहिँ पानी पाएको छैन कुकुर निकाल्न पाउनु भएन है त्यसमा कुकुर त निकाल्ने कुकुर पनि खोलाको छेउमा लाग्यो खोरमै हो तालामा राखेको छु त्यही त कुकुरलाई त केही पनि भएको छ त्यहाँ त बाटै छ बाटो पुग्दा राखेको हो अब जे होस् सरकारले हामीले भन्नु पर्यो कि सरकारले अलिकति कमजोरी बाँधेर गर्नु किन कमजोरी भन्दाखेरि अब 15 दिनको म्याद अथवा 7 दिनको म्यादबाट त चल्ने हो नि त सिस्टम त होइन हतारमा गऱ्यो होइन हतारो भयो हतारो किन गर्नु प्राचीन भए 3 दिन भएको छैन आज भकाउनु पर्यो त्यसरी होइन नि त गरिब बसिया ठाउँ हो चोर भाडा निमुखा अब ज्यामीको काम गरेर खाने हो जेलामा तपाईँहरूले आफै बनाउनु भएको थियो कसैले भाडामा लगाउनु भएको थियो यहाँ बस्नु भएको होइन मेरो त आफै कति भएको थियो बसेको 63 सालदेखि थियो 63 सालको है झन्डै 20 वर्ष बस्यो मलाई त त्यति यही भत्काएन भनेर गुनासो छैन चिन्ता पनि छैन तर यस्तो चाहिँ गर्नु नहुन्थ्यो कि के छ भन्दाखेरि मानिस बसेको ठाउँ हो मानवता बसेको ठाउँ हो गरिब मानिस हो धनी भाइ मान्छे हो मानिस हो कोही धनी 1-2जना धनी भयो भने सबैजना धनी छ भन्नु पनि सकिँदैन 1-2जना गरिब छ भने सबैजना गरिब हो भन्नु पनि सकिँदैन होइन यो सबै मिलिजुली गरेर बसेको ठाउँमा हजुरको पुर्ख्यौली घर चाहिँ कहाँ म पुर्ख्यौ धादिङ है धादिङमा जमिनहरू छ कि नै मेरो नभएको नि छ यस्तो पोखरामा मकै फोऱ्यो भने बाँधला आधा हामीले आधा सुन्नुपर्छ मकै पनि धेरै हुन्न त्यो 2 हलको मेला छ गाउँमा 2 हलको मेला भने के हो हामी त पुग्दैन अनि त्यसो भने हामी चाहिँ म चाहिँ यता जाहिर कृषि योजनामा बच्चैदेखि काठमाडौँ पसिएको अहिले मेरो जागिरका 10 वर्ष भर्खरै हरेक पनि हुन्छ 10 वर्षको जागिरको म पनि स्वीकृति गर्थेँ उहाँहरू चाहिँ स्वीकृति गर्नु यहाँ आएर बस्नुको तात्पर्य चाहिँ के छ भन्दाखेरि कोठा भाडा महँगो छ तिर्नु सक्दैन आफ्नो आम्दानी छैन आम्दानी नभएपछि त यहाँ बस्नु त सायद हो नि त यहाँ भाडा तिर्नु परेन अलिकति विचार गरिन्छ चाहिँ गऱ्यो भने
म त हो अहिले भने गुनासो पनि छैन ऊ पनि छैन गर्यो भने पनि सक्दैन गरेन भने पनि सक्दैन तर सरकारले गरे त राम्रै नगरे त होइन यस्तो गर्नु एउटा सहरी विकासको लागि गर्नु राम्रै कुरा हो तर अलिकति हतारेर गर्नु